Worked so hard, they've toiled long. They've lifted burdens, they've wiped off tears. They've held back worry and calmed our fears. A father's hands have held us tight. They tucked us in on sleepless nights. They mended toys and fixed what's broken. They offered grace through words unspoken. A father's voice is firm but kind, teaching truth and shaping minds. A father's eyes are strong and true, filled with hope and grace anew. To all the dads, both far and near, in father figures, we hold you dear. The mentors, coaches, steady guides, a father's heart you hold inside. So thank you, dads, for all you've done, for every moment, for all the fun. With your hands, you showed us love, and you pointed us to God above. धेरै धन्यवाद भएको होस् आजको दिनसम्म हामी सबैलाई सुरक्षित राख्नु भएको छ र वचन सुरु गर्नुभन्दा पहिला हाम्रो माझमा आफ्नो बारीबाट केही छुटाएर पहिलो भाग यहाँ परमेश्वरको दासीले ल्याउनु भएको छ। हामी परमेश्वरलाई हामी यो अर्पण गर्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिँदछौँ। प्रभु, विशेष गरिकन जुन दासीले आफ्नो बारीबाट पहिलो फल ल्याउनु भएको छ, प्रभु हामी धन्यवाद दिन्छौँ। उहाँको अन्न बालीमा प्रभु तपाईँ परमेश्वरले अझै धेरै आशिष दिनुभएको होस्। उहाँको परिवारमा तपाईँ प्रभुले आशिष दिनुभएको छ भने प्रार्थना गर्दछु, ताकि परमेश्वर पिता उहाँको परिवारद्वारा प्रभु सधैँ तपाईँको महिमा हुन सकेको होस्। येशू प्रभु सबै बिन्ती नि प्रार्थना माग्दछु येशू ख्रीष्टको नाउँमा, आमेन। हामी अहिले मण्डली सकेपछि कसलाई आवश्यकता पर्दछ अनि यो हामीले किनेर लिएर जान्छौँ अनि त्यो पैसा चाहिँ मण्डलीको भण्डारमा हामी दिन्छौँ। र अर्को कुरा, यो वचनदेखि अलिक बाहिरको कुरा हो। तपाईँहरूलाई थाहा छँदैछ यी दिनहरूमा लडाइँ मृत्युहरू धेरै धेरै भइरहेको छन्। हामीले दिनदिनै सुनेका छौँ। र अहिले विशेष गरिकन इजरायल देशमा र इरानको बिचमा लडाइँ भइरहेको छ। आज मात्र मैले सुने कि इरानमा जुन दुःख इरानले दिइरहेको थियो अनि इजरायलले त्यसको सामना गर्यो भन्ने मैले सुनेको थिएँ। र यो परमेश्वरको वचन मलाई मेरो आफ्नै व्यक्तिद्वारा बोल्नुभयो। अनि यो जकरायाको 12 अध्यायको 2 देखि 9 पदसम्म यो भविष्यवाणी गरिएको कुराहरू यो दिनहरूमा मिल्न पुग्दछ भन्ने कुराहरू मैले थाहा पाउन सकेँ। म यो वचन चाहिँ अहिले म पढ्दिनँ। जकराया नेपालीमा जकरिया 12 अध्यायको 2 देखि अथवा 1 देखि 9 पदसम्म लेखिएको छ। यो चाहिँ तपाईँहरूले घरमा गएर अध्ययन गर्न सक्नुहुँदछ। र आज फादर्स डे, नेपालीमा भन्नुपर्दाखेरि बाउको मुख हेर्ने दिन भनेर भनिन्छ। नेपालमा मैले कहिले पनि फादर्स डे मनाएको थिइनँ, किनभने यो हिन्दू धर्मशास्त्र अनुसार मनाउने गरिन्छ र हामीले त्यो गरेका हुँदैनौँ। र फेरि मण्डलीमा पनि त्यो गरिँदैन। अनि यहाँ पनि त्यस्तै हुन्छ भनौँ, नेपालीहरूको माझमा त्यस्तै हुन्छ जस्तो लागेको थियो। तर हामीलाई परमेश्वरले चुन्नुभयो र हामीले यो फादर्स डे मण्डलीमा आएर सेलिब्रेट गर्न सकेका छौँ। र परमेश्वरको दास दासीहरूलाई हामीले यो आदर गर्ने यो मौका पाएका छौँ। र यो आजको वचनको शीर्षक छ परमेश्वरले दिनुभएको आज्ञा। परमेश्वरले हामी सबैलाई
आज्ञा दिनुभएको छ, बराबर आज्ञा दिनुभएको छ। अनि यो चाहिँ हामीले यसो विचार गर्दाखेरि प्रस्थानको 20 अध्यायको उसमा 10 कमान्डमेन्टको बारेमा हामी सम्झन्छौँ। त्यो मात्रै होइन, अरू धेरै कुराहरू परमेश्वरको दासदासीहरूलाई दिनुभएको थियो र अहिले पनि दिनुभएको छ। म तपाईँहरूको माझमा डिटरनमी 6:1-6 व्यवस्थाको पुस्तकको 6 अध्यायको 1देखि 6 पद म पढ्न चाहन्छु। यहाँ लेखेको छ, तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यिनै हुन्। सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू, तिमीहरूका छोराछोरी र नाति नातिनाले उहाँका सबै विधि र आज्ञा पालन गर्नु कि तिमीहरूको आयु लामो होस्। हे इजरायली हो, यी सबै पालन गर ताकि तिमीहरूको भलो होस् र परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभए झै दूध र मह बग्ने देशमा तिमीहरूको खुब वृद्धि पनि होस्। हे इजरायल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियार साथ सिकाऊ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनीहरूको चर्चा गर। ती आफ्ना हातमा चिन्हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। ती आफ्ना घरका द्वारहरूको चौकोस र मूल ढोकाहरूमा लेख। अनि यही किसिमको आज्ञा हामीले 11 अध्यायको 13देखि 21 पदमा हामी पाउँदछौँ। तर म अहिले चाहिँ यो पढ्दिनँ। र मैले भन्नु खोजेको चाहिँ परमेश्वरले उहाँको जनहरूलाई यसरी आज्ञा दिनुभयो, तिमीहरूको छोराछोरीले यसरी गर्नु, तिमीहरूका बाबुआमाले यसरी गर्नु भनेर यहाँ आज्ञा दिइरहेको छ। र अर्को कुरा चाहिँ के भनेको छ, परमेश्वरलाई सारा हृदय, सारा प्राण र सारा शक्तिले प्रेम गर। अनि यही शब्द परमेश्वरले मलाई दिनुभयो र मैले मेरो गीतमा ढाल्ने मौका पाएँ र यो शब्दहरू चाहिँ मेरो गीतमा राखिएको छ। र अर्को कुरा चाहिँ तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियारी साथ सिकाऊ। हामी पहिला आफू चाहिँ सिक्नु जरुरी छ, जान्नु जरुरी छ, अनि त्यसपछि हाम्रो छोराछोरीलाई सिकाउनु पर्दछ। र यो बाटोमा बस्दा, हिँड्दा, ढल्केर सुत्दा यो चाहिँ अहिलेसम्म पनि यहुदीहरूको कल्चरमा छ। अनि यहुदीहरूको कल्चरमा चाहिँ उनीहरूको, मैले यो देखेको छैन, मेरो श्रीमान उता इजरायल जानुभएको थियो, त्यतिखेर देख्नु भएको छ, मैले मुभीमा मात्रै मैले हेरेको छु। अनि उनीहरूको हातमा पनि राखेको हुन्छ परमेश्वरको वचन, के भन्दाखेरि सारा हृदयले, सारा प्राणले, सारा शक्तिले परमेश्वरको प्रेम गर अथवा चाहिँ प्रेम गर भनेर लेखेको छ। त्यो कुरा चाहिँ उनीहरूको ढोकामा लेखेको हुन्छ, निधारमा लेखेको हुन्छ, यसमा हातमा लेखेको हुन्छ यहुदीहरूले। तर हामीले अबको यो दिनमा चाहिँ हामीले त्यो गर्नु आवश्यक छैन। हाम्रो हृदयले परमेश्वरको आराधना गर्नुपर्दछ। आमेन। किनभने परमेश्वरले हाम्रो बाहिरी रूप हेर्नु हुँदैन, परमेश्वरले हाम्रो भित्री रूप हेर्नुपर्छ। कसरी मेरो आदर गरेको छ, कुन प्रकारले हिँडेको छ, परमेश्वरले त्यो हेर्नु हुँदछ। र अब आयो आज्ञाहरू। परमेश्वरले दिनुभएको आज्ञाहरू त हामीले हेऱ्यौँ। अब आज्ञाहरू अझै कस्तो कस्तो खालको छ त भनेर, अनि यहाँ चाहिँ गड्स कमान्डमेन्ट भर्सेस फेस्टिभल कमान्डमेन्ट, यो चाहिँ परमेश्वरले दिनुभएको कमान्डमेन्ट र फेस्टिभल कस्तो किसिमको चाडहरू मनाउनु पर्दछ र मनाउनु पर्थ्यो त्यो दिनमा हामीले हेर्नेछौँ। गड्स कमान्डमेन्ट, परमेश्वरको कमान्डमेन्ट भन्ने बित्तिकै, उहाँको आज्ञा भन्ने बित्तिकै डाइरेक्ट परमेश्वरसँगको सम्बन्ध, मानिस र परमेश्वरसँगको सम्बन्ध, अनि मानिसले सजिलैसँग परमेश्वरसँग आराधना गर्ने सम्बन्ध र उहाँले सिकाउनु भएको कुराहरू पालन गर्ने, यो सिधै परमेश्वरसँग र मानिसको व्यवहार र सम्बन्धमा उहाँले सधैँ सिधै अगुवाई गर्नुभएको कुरा पाउँदछौँ भने फेस्टिभलको कमान्डमेन्टमा चाहिँ यो विशेष गरिकन यहुदी जातिहरूसम्म अहिले पनि ती चाडपर्वहरू मनाइरहेका हुन्छन्। अब अर्को कुरा तेस्रोमा चाहिँ
बिब्लिकल फेस्टिभल भर्सेस म्यान मेड फेस्टिभल, बाइबलमा लेखेको चाडपर्व र मान्छेले बनाएको चाडपर्व है। अब कस्तो छ भने बाइबलमा लेखेको चाडपर्वहरू थुप्रै छन्, त्यो मध्येमा मैले 2टा मात्रै मैले ल्याएको छु। परमेश्वरले दिनुभएको, मान्छेले बनाएको होइन। पासोभर निस्तार चाड परमेश्वरले दिनुभएको। यो प्रस्थानको पुस्तकको 12 अध्यायको 2 अनि 14 पद। 12 अध्यायको 2 पद एकजनाले कसैले पढिदिन सक्नुहुन्छ? 12 अध्यायको 2 पद। प्रस्थानको पुस्तक 12 अध्यायको 2 पद अनि एकजनाले चाहिँ 12 अध्यायको 14 पद। एकजनाले 2 पद, अर्कोले 14 पद पढिदिनुहोस् त। धन्यवाद। महिनाहरूको सुरु, यो चाहिँ निशान परमेश्वरले दिनुभएको छ। त्यहाँदेखि चाहिँ पहिलो वर्षको पहिलो महिना त्यहाँदेखि सुरु भयो, निस्तार चाडदेखि। र आधार चाड अर्को 14 पद कसैले पाउनुभयो? आमेन। अनि यो चाहिँ मिस्र देशबाट इजरायलीहरूलाई छुटकारा गरेर ल्याउँदाखेरि त्यो कति दुःख कष्टहरू पाएको थियो, अनि त्यो सम्झनाको निम्ति गर्ने गर भनेर परमेश्वरले आज्ञा दिनुभएको थियो भने। अर्को चाहिँ आधार चाड। अनि यो आधार चाड म धेरै भन्न चाहदिनँ, धेरै छन्, तर म छोटकरीमा भन्छु। एस्तरको पुस्तकमा यहुदीहरूले विजय पाइसकेपछि त्यो चाहिँ अबदेखि यो चाड मनाउनु, आधार महिनामा पुरिम भन्ने चाड मनाउनु भनेर आज्ञा दिनुभयो। अनि त्यो चाड चाहिँ हामीले पाउँदछौँ यो बिब्लिकल चाडहरूमा। र अरू धेरै धेरै चाडहरू छन्। लेवीको पुस्तकको 23 अध्यायमा हामीले हेऱ्यौँ भने धेरै धेरै चाडहरू हामीले पाउँदछौँ। अनि यो चाड चाहिँ सेरेमोनियल चाड भन्छ, मलाई नेपालीमा थाहा छैन। यो चाहिँ सेरेमोनियल चाड इत्यादि चाड छ। यो चाड चाहिँ हामीले अब मनाउनु पर्दैन। यो चाड प्रभु यीशु ख्रीष्ट आइसक्नु भएपछि उहाँले ती सबै पुरा गरिसक्नुभयो। हो, कति क्रिस्चियनहरूले मनाउँछन्, त्यो अर्कै कुरा हो। तर चाहिँ हामीले बाइबलको सिद्धान्त अनुसार हामीले गर्दाखेरि चाहिँ यो चाड हामीले मनाउँदैनौँ। र अर्को म्यान मेड फेस्टिभल। यहाँ चाहिँ म्यान मेड फेस्टिभलमा चाहिँ यो कल्चर अनुसारको, विभिन्न कल्चरमा आफ्नो त्यो के भन्छ चाडपर्वहरू हुन्छन्। एउटा कुरा म तपाईँलाई प्रश्न भन्न चाहन्छु, त्यो चाडमध्येमा चाहिँ क्रिसमसको चाड पनि आउँछ। हामी क्रिसमस चाहिँ मनाउँछौँ, तर क्रिसमस चाहिँ बाइबलमा छैन होइन। यो क्रिसमस चाहिँ यो चाहिँ 336मा सेटर्निया भन्ने चाडपर्व थियो। अनि त्यो चाडमा चाहिँ सूर्य देवता मनाउने थियो। अनि रोमन कन्स्टिट्युटले त्यो अब मूर्ति पूजा गर्ने होइन, अब त्यसको साटो ख्रीष्ट जन्मनु भएको उपलक्ष्य हामी मनाउनुपर्छ भनेर त्यहाँदेखि सुरु भयो। अनि त्यसपछि हामीले क्रिसमस वर्षैपछि उहाँको जन्मको उपलक्ष्यमा मनाउँदै आइरहेको छौँ। अनि धेरै मान्छेले तपाईँलाई परीक्षा गर्न सक्छ, क्रिसमस मनाउने नमनाउने। अहिले धेरै त्यस्तो कुराहरू निस्केको छ होइन। हामी प्रभु यीशु ख्रीष्ट जन्मिनु भएको खुसियालीमा हामी डिसेम्बर 25 तारिक मनाउँछौँ। त्यो चाहिँ कसले सुरु गर्यो? रोमन कन्स्टिट्युटले सुरु गर्यो, मानिस हो उसले सुरु गर्यो। तर उसले के गर्यो? मूर्ति पूजादेखि अब होइन, मूर्ति पूजा होइन, ख्रीष्टको जन्मको उपलक्ष्यमा हामी सेलिब्रेट गर्नुपर्छ भनेर त्यहाँदेखि क्रिसमस सुरु भयो। यस्तै पाम सन्डे, इस्टर यो बाइबलबाटै आएको, तर क्यालेन्डरहरू मिलाएर चाहिँ मानिसले नि त्यसरी सुरु गरेको। अनि त्यही अनुसार त्यो साथसाथै जन्मदिनहरू पनि मनाउँदै आइरहेको मान्छेहरूले सुरुदेखि नै। अनि साथसाथै बिस्तारै हामी अमेरिकामा छौँ, यहाँ चाहिँ के मनाउँछौँ हामीले? मार्टिन लुथर किङ डे मनाउँछौँ, इन्डिपेन्डेन्स डे मनाउँछौँ, विभिन्न कुरा मनाउँछौँ। अनि साथसाथै अब हामीले अब होइन, म यो साल अहिले म पछि भन्छु। अनि बिस्तारै फादर्स डे र मदर्स डे आयो। क्रिस्चियनदेखि बाहिरको व्यक्तिहरूले कसरी मनाउनु छ मलाई थाहा छैन। हाम्रो हिन्दू साथीहरूले चाहिँ उहाँले आमा बाउलाई पूजा गर्नुहुन्छ, पूजा गरेर त्यसरी उहाँले के अरे फादर्स डे मदर्स डे मनाउनुहुन्छ। तर हामी मान्छेलाई पूजा गर्दैनौँ, हामी मान्छेलाई आदर गर्छौँ। परमेश्वरले दिनुभएको छोराछोरीलाई हामी आदर गर्छौँ है। अनि त्यो चाहिँ
हामीहरूले फादर्स डे र फादर्स डे मदर्स डेमा मात्रै हामीले गर्दैनौँ। एउटा इमान्दारी छोराछोरी छौँ भने हामी पल पलमा फादर्स डे मदर्स डे मनाइरहेका हुन्छौँ। तर एउटा सम्झनाको निम्ति चाहिँ विशेष दिन तोकिएको कारणले यो दिनमा हामी अलिक रमाइलो प्रकारले मनाउँछौँ। अब फादर्स डेको कुरा आयो। फादर्स डेमा विभिन्न देशमा विभिन्न प्रकारले मनाउँछन् अनि यहाँ यो फादर्स डे चाहिँ इन्टरनेसनल फादर्स डे भनिएको छ। अनि नेपालमा पनि इन्टरनेसनल वुमेन्स डे, इन्टरनेसनल मदर्स डे भनेर मैले मनाएको थिएँ। धेरै त होइन, थोरै मैले मनाएको थिएँ, तर यहाँ आएपछि मात्रै फादर्स डे मदर्स डे सेलिब्रेट गर्ने मौका पाएँ। अब यो फादर्स डेको फाउन्डर को हो त? कसले सुरु गर्यो? यो फादर्स डेको सुरुवात गर्ने चाहिँ सोनोरा स्मार्ट डोड। सोनोरा स्मार्ट डोड अनि ऊ चाहिँ वासिङटन स्टेटमा जन्मिएको है। अनि उसको आमा बितेको थियो अनि उसको बुवाको 6वटा सन्तानहरू थियो। अनि उसले चाहिँ आफ्नो मदर्स डे सेलिब्रेट गरेको उसलाई देखिरहेको थियो। अनि तर उसको आमा थिएन, बाउ मात्रै थियो। अनि उसलाई त्यो देखिरहेको कारणले गर्दाखेरि चाहिँ अनि एकचोटि मदर्स डेको सर्मन वचन उनले सुन्यो। अनि उनले सुनेपछि चाहिँ मैले पनि मेरो बाउलाई मैले केही गर्नुपर्छ, मेरो आमा त छैन, बाउलाई गर्नुपर्छ भनेर त्यो कदम चालिन्। अनि त्यसपछि उसले चाहिँ YMCAमा गयो अनि विभिन्न लोकल चर्चहरूमा स्टोरहरूमा गएर त्यो आवाजहरू उठाउन थाल्यो अनि स्पोकेनमा अनि उठाउन थाल्यो। अनि त्यसपछि उसले चाहिँ फादर्स डे सुरु गर्यो। अनि यो चाहिँ 1910 जुन 1910मा फादर्स डे सुरु भयो। कहाँदेखि? यो हाम्रो वासिङटन स्टेटदेखि है। अनि त्यहाँदेखि चाहिँ इन्टरनेसनल फादर्स डे भयो। अनि मैले मेरो भाइलाई अस्ट्रेलियामा सोधेँ, फादर्स डे तिमीहरूको यो दिन होइन भन्दाखेरि चाहिँ मदर्स डे एउटा पर्दो रहेछ, फादर्स डे सेप्टेम्बरमा मनाउँदो रहेछ उनीहरूको चाहिँ। अनि यसलाई चाहिँ इन्टरनेसनल डे, आजको दिनमा इन्टरनेसनल डे भनेर मान्दो रहेछ। तर जे होस्, जहिले भने पनि हामीले एउटा आदर गर्ने हो आफ्नो बुवा आफ्नो पितालाई। अनि अब हामीले त सेलिब्रेट गर्छौँ, तर बाइबलले चाहिँ के भन्दछ त? बाइबलले फादर्स डेलाई के भन्दछ? एक्सोडस 20:12मा प्रस्थान 20:12मा यहाँ के लेखेको छ भने, आफ्ना बुवा आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस् है। आफ्ना बाबुआमालाई आदर गर। कहाँ लेखेको छ? बाइबलमा लेखेको छ। हामी जहिले पनि बाइबलमा जे लेखेको छ त्यही कुरा हामी गर्दछौँ। बाइबलदेखि विरुद्धमा हामी कहिले पनि चल्दैनौँ। अनि र फादर्स डे बुवा आमालाई आदर गर भनेको छ भने अब अस्तिको महिना चाहिँ आमाहरूको जिम्मेवार के थियो के हो भन्ने हामीले सुनेका थियौँ। तर आज चाहिँ बुवाहरूको जिम्मेवार के हो त? फादर्स रेस्पोन्सिबल। फादर नभएकोहरूलाई भन्दिनँ है, फादर्सलाई मात्रै भन्छु। ओके, what does the Bible say about responsible of father? Father responsible. Father, पहिलो नम्बरमा फादर सुड बी मोडल अफ देयर किड्स। आफ्नो नानीहरूको लागि मोडल हुनुपर्छ, नमुना हुनुपर्छ। फादरबाट सिकिन्छ। फादर चाहिँ राति 12-1 बजे आउने है, अनि मन परि आउने, मन परि जाने, अनि छाडा शब्दहरू बोल्ने, जे मनलाई त्यही खाने हो। त्यस्तो गऱ्यो भने कसरी फादरको भूमिका भयो त? भएन नि। फादर चाहिँ एउटा डिसिप्लिन लाइफमा हुनुपर्छ। अनि नानी एउटा के अरे मोडलको रूपमा हुनुपर्छ। अनि भजन सङ्ग्रह 103को 13 पदमा यहाँ लेखेको छ, जसरी बुवा आमाले आफ्नो छोराछोरीलाई टिठाउँछन् त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ है। बुवाले आफ्नो छोराछोरीलाई जसरी टिठाउँछ त्यसरी नै उहाँको भय मान्नेलाई परमप्रभु टिठाउनुहुन्छ। उहाँले जसले आदर गर्दछ बुवा आमालाई, अनि त्यसलाई चाहिँ परमेश्वरले आदर गर्नुहुन्छ। छोराछोरीले बुवा आमालाई आदर गर्छ भने छोराछोरीलाई आशिष दिनुहुन्छ। बुवा आमाले छोराछोरीलाई आदर गर्छ भने परमेश्वरले बुवा आमालाई आशिष दिनुहुन्छ। अनि अर्को, परमेश्वर आफ्नो छोराछोरीको लागि पिता झैँ, आफ्नो छोराछोरीको हाम्रो पिता परमेश्वर हुनुहुन्छ भने अब हाम्रो ड्याड चाहिँ मानिसको पिता चाहिँ परमेश्वरको नमुना जस्तै हुनुपर्छ, परमेश्वरको मोडल जस्तै हुनुपर्छ।
परमेश्वरले के भन्नुभएको छ त झुट नबोल, तैँले पाप नगर, तैँले यो व्यभिचार नगर इत्यादि कुराहरू परमेश्वरले आज्ञा दिनुभएको छ मोरल यो कमान्डमेन्टमा। तपाईँहरूलाई म एउटा कुरा अझ भन्छु, 3 खालको कमान्डमेन्टहरू छ। एउटा मोरल कमान्डमेन्ट, यो चाहिँ 10 कमान्डमेन्टमा आउँछ। सेरेमोनियल कमान्डमेन्ट भनेको चाडपर्वहरूमा चाहिँ निस्तार चाड मनाउने, छाप्रोबासको चाड मनाउने, यी सबै चाडपर्वहरू। अनि सिभिल लमा चाहिँ जस्तै बाइबलमा हामी पाउँदछौँ कोही मान्छेले, कोही व्यभिचारीले, कोही स्त्रीले व्यभिचार गर्यो भने ढुङ्गाले हानेर मार्नु भन्ने त्यो छ। अनि यस्तै कुराहरू सब्बात दिनको दिनमा चाहिँ हात नधुनु, बालीहरू नचलाउनु भनेको छ। त्यो हामीले सिभिल ल र सेरेमोनियल ल हामीले मान्नु पर्दैन, तर हामीले चाहिँ 10 आज्ञा परमेश्वरको आदर गर्ने, त्यहाँ आमा बाउलाई आदर गर्ने, यी 10 आज्ञा चाहिँ हामीले मान्नुपर्छ। र कतिपय क्रिस्चियनहरूमा सेरेमोनियल ल मान्नुपर्छ भन्ने कुराहरू पनि आइरहेको छ, तर जुन कुरा उद्धार र मुक्तिसँग सम्बन्धित छैन त्यो कुराहरू हामीले मान्नु पर्दैन, र जुन कुरा उद्धार र मुक्तिसँग सम्बन्धित छ त्यो कुराहरू मात्रै हामीले मान्नु पर्दछ। र हामी चाहिँ परमेश्वर मोडल हुनुहुन्छ भने हामी ड्याडहरू चाहिँ छोराछोरीको परमेश्वरको मोडल जस्तै हुनुपर्दछ। अनि अब हाउ टु डिल विथ फ्यामिली मेम्बर्स, अब हाम्रो परिवारको सदस्यलाई कसरी हामीले डिल गर्ने, यहाँ चाहिँ अब 2-4 पोइन्टमा भन्दछु। परिवारलाई एकतामा ल्याई ख्रिस्टमा हिँड्न सिकाउनु। आफू मात्रै जान्ने होइन, आफू मात्रै बाइबल पढ्ने होइन, आफू मात्रै चर्च जाने होइन, हामीले हाम्रो परिवारलाई ल्याउन सक्नुपर्छ। सम्पूर्ण परिवारलाई, म र मेरो घरनाले परमेश्वरको आदर गर्नेछ भनेको छ। हामीले सम्पूर्ण परिवारलाई एकतामा ल्याउन सक्नुपर्दछ। अनि भातृप्रेममा एक अर्कासँग प्रेम गर्ने, यो चाहिँ रोमीको 12 अध्यायको 10 पदमा लेखेको छ, आफूलाई भन्दा अरूलाई आदर गर। हामी मानिस स्वार्थी छौँ, आफू मात्रै लाउने खाने मात्रै गर्दछौँ, अरूको लागि सेक्रिफाइस हामी गर्दैनौँ, तर हामीले अरूको लागि पनि जिउन सक्नुपर्दछ। अनि एउटा कुरा छ अर्को, बाइबल धर्मशास्त्र अध्ययन गर्न सक्ने, पढ्न सक्नेले पढ्ने, सुन्न सक्नेले सुन्ने, अध्ययन गर्न सक्ने, र परिवारलाई महँगो कुराहरू किन्नुभन्दा परिवारसँग बसेर सही शिक्षा दीक्षा दिन सक्नुपर्दछ। हाम्रो नानीहरूलाई महँगो ल्यापटपहरू, महँगो कुराहरू हामीले दिएको हुन्छौँ, महँगो लुगाहरू दिएको हुन्छौँ, तर हामीले हाम्रो परिवारसँग बसेका हुँदैनौँ भने हामीले परमेश्वरको वचन हामीले सिकाउन सक्दैनौँ। बरु हामीमा केही नहोस् तर परमेश्वरको वचनको कुराहरू सिकाउनु पर्दछ। र समय मिल्न साथ हामीले परिवार एक ठाउँमा बसेर बाइबल अध्ययन प्रार्थना गर्न सक्नुपर्दछ। र त्यसै कारणले गर्दा चाहिँ मैले मेरो छोरीहरूलाई पनि यी दिनहरूमा कसरी उपवास प्रार्थना बस्ने भन्ने त्यो मैले सिकाउँदैछु म सँगै राखेर, किनभने छोरीहरू हुर्किसक्यो। अनि हाम्रो नानीहरूले पनि जब हुर्किँदै जान्छन् अनि उनीहरूलाई उपवास प्रार्थनाहरूको बारेमा हामीले सिकाउँदै जानुपर्छ। र अर्को कुरा, फादरहरू, मैले अघि भने फादरहरू आफूमा डिसिप्लिन हुनु पर्यो अनि मात्र छोराछोरीलाई डिसिप्लिनमा राख्न सकिन्छ। अनि प्रोभर्ब 13:24 हितोपदेश 13:23 यहाँ लेखेको छ, छडी नलगाउने बुवाले आफ्नो छोरालाई घृणा गर्छ। हेर्नु है, छडी नलगाउने बुवाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुवाले होसियारी साथ त्यसलाई अनुशासन दिन्छ। यहाँ छडी लाउने भने विभिन्न मान्छेको विभिन्न सोचहरू, विभिन्न कुराहरू आउँदछन्, तर मैले भनेको चाहिँ अनुशासनमा नराख्ने बुवाले चाहिँ छोराछोरीलाई घृणा गर्छ। अनि र अनुशासन, अनि त्यसलाई प्रेम गर्ने बुवाले होसियारी साथ अनुशासन दिन्छ। अनि हाम्रो नेपाली कल्चरमा हाम्रो छडी लाउने बानी छ। अनि अब अमेरिकन कल्चरमा अरू त्यो गर्दैन, हामीले स्प्याङ्क भन्छौँ इङ्ग्लिसमा, चाहिँ खुट्टामा छडी लाउने गर्छौँ, टेरेन भने चाहिँ हातमा दिने गर्छौँ। हाम्रो त्यो सोचाइ जान्छ केटाकेटीहरूलाई। अनि कति राम्रो कति नराम्रो भन्न सक्दिनँ, तर त्यसले पनि हाम्रो नानीहरूलाई अनुशासन सिकाउँछ। अनि र अर्को कुरा, बुवा, एकल बुवा, आमा, एकल आमा वा कुनै पनि अभिभावक परिवारको नमुना तथा आत्मिकी अगुवा हुन्। बुवा आमा, एकल बुवा, एकल आमा
मात्रै होइन तर आत्मिक अगुवा पनि हुन्। वचन के अरे बाइबल अनुसार के अरे हामी हिँड्दछौँ भने हामीहरू आत्मिक अगुवा पनि हौँ, आत्मिक बुवा र आमा पनि हौँ। र अर्को, नानीहरूलाई आत्मिक क्षेत्रमा विकास गराउने साथै सही र झुटा शिक्षा के हो जान्न र सिकाउनु पर्छ। हामीहरू यी दिनहरूमा के भन्छौँ भने यो झुटा शिक्षा हो, यो सही शिक्षा हो भनेर चाहिँ भन्छौँ, कति सुनेको उसमा कति पढेर गर्छौँ। हाम्रो कर्तव्य चाहिँ अध्ययन गर्नु पर्दछ। मान्छेले कुन चाहिँ शिक्षा सही हो, कुन चाहिँ झुटा शिक्षा हो, कुन सही शिक्षा हो, आफूले पहिला अध्ययन गर्नु पर्यो, अनि नानीहरूलाई चाहिँ हामीले भन्न सक्छौँ। धेरै कुराहरूबाट हामीहरू जोगिनु पर्दछ। र अर्को कुरा चाहिँ के छ भने उदाहरणको लागि अब्राहमले आफ्नो छोरालाई सही बाटोमा डोर्यायो अनि त्यो छोराले पनि अब्राहमको आज्ञा पालन गर्यो र अब्राहमद्वारा चाहिँ के अरे येशू ख्रीष्टको वंशहरू त्यहाँ हुँदै गयो। र अर्को कुरा, नोआले आफ्नो छोरालाई अराए, त्यो ठुलो डुङ्गा बनाउँदाखेरि छोराले अराए। अब त्यो छोराले चाहिँ त्यहाँ सबैले बाउलाई पागल भनेका थिए, यस्तो पानी नहुने ठाउँमा कहाँबाट त्यत्रो डुङ्गा बनाएको भनेर पागल बनेको थियो। तर उनीहरूले बाउको कुरा सुन्यो, बाउले जे भन्यो त्यही उनीहरूले मान्यो, अनि त्यो मानेको कारणले गर्दाखेरि सबै उसको परिवार सदस्यहरू बाँच्यो। अनि आज हाम्रो नानीहरू पनि हामीले भनेको कुराहरू मान्नु पर्दछ र हामीले हाम्रो नानीहरूलाई चाहिँ जहिले पनि प्रार्थना गर्नुपर्छ। र कस्तो हुन्छ भने नानीहरू जति ठुलो भयो त्यति उनीहरू अटेरी हुँदै जान्छन्, त्यो सबै मानिसको स्वभाव हो। तर हामीले नानीहरूको पछाडि चाहिँ हामीले सधैँ उनीहरूलाई प्रार्थना गर्नुपर्छ। र अर्को चाहिँ अन्तिममा म आइपुगेँ। अब एकल पिता वा आमामा परिवारप्रति झन् बढी जिम्मेवार हुन्छ। श्रीमान श्रीमती भन्दा पनि एकल बुवा एकल आमा भन्दा झन् बढी जिम्मेवार बढ्दै जान्छ। अनि त्यहाँ चाहिँ के छ भने परमेश्वरको अनुग्रहले एकल पिता वा आमामा भएको रित्तोपनलाई परमेश्वरको अनुग्रहले साथ दिनुहुन्छ है, उहाँले साथ दिनुहुन्छ। जब हामी एकल पिता छौँ र एकल आमा छौँ भने हाम्रो दुःख सुखमा परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। र अर्को कुरा, अब भयो बुवा आमाले गर्ने जिम्मेवारी। अब फ्यामिली सुड सपोर्ट प्यारेन्ट। फ्यामिलीले पनि प्यारेन्टलाई अथवा बुवालाई सपोर्ट गर्नुपर्छ। बुवाले एकरो मात्रै भनिरहने तर बुवाको कुरा नमान्ने, सपोर्ट नगर्ने भयो भने चाहिँ एकरो मात्रै कराइ हुन्छ। र अर्को कुरा यहाँ छ एफिसी 6:1-3, यहाँ लेखेको छ छोराछोरी माता पिता सम्बन्धी अर्थी। यहाँ लेखेको छ वचनमा है, एफिसी 6:1-3 छोराछोरी हो प्रभुमा आफ्ना आमा बाबुको आज्ञा पालन गर, किनकि यो उचित हो। आफ्ना बुवा र आमाको मान गर, जो प्रतिज्ञाहरूको पहिलो आज्ञा हो, कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हो। अब यो कुरा मैले पढ्दै जाँदाखेरि मैले मेरो प्यारेन्ट्सहरूलाई सम्झेँ। मेरो प्यारेन्ट्सहरू नेपालमा हुनुहुन्छ। मैले उहाँले भनेको कुरा के अरे अब टाढा भएपछि त मैले मान्नु सक्दिनँ नि, अनि मेरो कुरा पनि उहाँले केही गर्न सक्नुहुन्न। तर ममा त्यो किसिमको आदर छ, मेरो बुवा आमाले जे भन्नुहुन्छ मैले सुन्नुपर्छ भनेर मैले त्यो सुन्छु, अनि मेरो कुरा पनि मेरो मम्मी ड्याडीले सुन्नुहुन्छ। म चाहिँ टाढा भए पनि बाबुआमाले छोराछोरीले बाबुआमाको आज्ञा पालन र सपोर्ट हामीले गर्न सक्नु पर्दछ। त्यसै कारणले म के भन्दछु भने आफ्नो आमा बाउलाई, आफ्नो एकल बुवा अथवा एकल आमा हुनुहुन्छ भने उहाँलाई पुरै हामीले सपोर्ट गर्नुपर्छ र उहाँहरूले भनेको हामीले मान्नु पर्दछ। र बुवा आमाले पनि वचनमा रहेर वचनका कुराहरू आफ्नो छोराछोरीलाई सिकाउने, सुन्ने गर्नुपर्दछ। अनि आफूलाई आएन भने चाहिँ हामीले अरूले बोलेको सुनेर, अनि जहिले पनि आइतबार आउँदाखेरि वचन हामी सुनेका हुन्छौँ, त्यो वचन हाम्रो हृदयमा राख्नु पर्दछ। अनि त्यसपछि बिस्तारै परमेश्वरले काम गर्नुहुँदछ। हुन्छ, म आजको वचन म यही नै राख्दछु र हामीहरू अब केही सानो सेलिब्रेट